Good morning and have a great day ahead you all. So अहिले चाहिँ म तल मामाकोमा जाँदैछु. आज चाहिँ हाम्रो घुम्ने प्लान भएको छ कि अन्त घुम्नु चाहिँ कहाँ भन्दाखेरि रोज गार्डन जाने भएको छौँ विथ फ्यामिली. अन्त हामीलाई चाहिँ छेमाले घुमाउनु लानुहुन्छ अरे नि त. सो मैले चाहिँ लुगा चाहिँ फेरेको छुइनँ. लुगा चाहिँ यहाँ छ झोलामा. यो जङ्गलबाट आउँदाखेरि चाहिँ मैला हुन्छ नि त. सो त्यही भएर चाहिँ मैले लुगा लिएर आएको छु. अन्त आज चाहिँ म भोइस ओभर नगर्ने जति सक्दो र रियल हुन्छ नि, अब रियल टक नै हुन्छ नि, त्यसरी रियल बोल्दै नै भ्लग गर्ने भनेर भएको छु. सो म चाहिँ तल चाहिँ मामाको घर, म चाहिँ यहाँ रोडमा आइसकेँ. रेडी भएर भेटौँ है. भरे आउँछ अहिले चाहिँ उइसमा छ लोकल टुरिस्ट लोकल चाहिँ हैन, यो चाहिँ टुरिस्ट देखेर कि चस्मा लगाइदिइहालेको नि. फाइनली हामी चाहिँ पुग्यौँ यहाँनिर. हेलो भनिदिनु नि. हेलो गुड मर्निङ जयमसी नमस्ते, गुड नाइट. सेवाङ सबै न्यू. तर हामी त लास्ट जुनतिर आएको थियो होला हौ. पानी बेसी परेर झरेका क्या. रिग्रेट भएको छ कि छैन? भएको छैन. मलाई चाहिँ यति ओइली गएको हेर्दा पनि मलाई शान्ति भइरहेको छ. सासु सानो हुनु पनि यस्तो फाइदा छ कि. अब हिल लगाएर पनि सँगै नहुनु पर्यो. मेरो त यत्रो छ. 1.5 इन्चको लगाइरहेको छ उहाँको नि. हेलो गुड मर्निङ जयमसी. आज चाहिँ हामी रोज गार्डनमा आइरहेको छौँ. हामी बिरदाङको लोकल टुरिस्टहरू. अनि यहाँ अगाडि चाहिँ हाम्रो सबैको कान्छी बुहारी एकदम, उहाँ चाहिँ आज एकदम एक्साइटेड छ. यहाँ चाहिँ तर 12 खेप भयो अरे रोज गार्डन आएको चाहिँ, तर पनि चिता बुझेको छैन अरे. ऊ चाहिँ हप्तै पछि आउँछ र पनि आज पनि पछ्याएर आएको छ यहाँ हामीसँग. हेलो साथीहरू, आज चाहिँ हामी रोज गार्डनमा हेर न बेग झुन्डाको. यसरी भ्लगरलाई चाहिँ कहाँ झोलाहरू झुन्डाको त यसरी छ्या रड्डी भएको छ नि. अब यसो म चाहिँ आज यहाँ झोलावाल भएको छु है. यहाँ एकदमै हाम्रो टुरिस्टहरूले यहाँ झोलाहरू पनि बोकाइरहेको छ मलाई. र पनि केही छैन आज एकदम अफरमा. यहाँ हाम्रो एकदम यहाँ लोकल टुरिस्टहरू यहाँ यसरी सबैजना फोटो खिच्न बिजी भइरहेछ. माइली बुहारी पनि छ, कान्छी. अन्त एकदम हामी यहाँ फरेनबाट पनि उहाँ पर रेड कलरको आमा हाम्रो कान्छी बुहारी. यो जन्तरी कि मन्तरी पो, जन्तरी होइन. मान्दिन त, कान्छी नै पो हुनु खोज्यो. यहाँ पर यहाँ फोटो सेसन हुँदैछ. यहाँ हाम्रो थोतेनी बोजू छ. यहाँ रेड लुगा लाउने विदेशी नि हो, ऊ भोलि फर्किने भन्दै थियो. यहाँ कान्छी बहिनी छ. यहाँ हाम्रो प्यारी बेस्ट फ्रेन्ड बुहारी छिन्. अहिले चाहिँ हामी रिल सिल बनाएर पनि अब चाहिँ माथि जाँदैछौँ अर्को स्पोटमा फेरि रिल बनाउनुलाई. आमा चाहिँ उपर सकुलेन्टको भेराइटीहरू यो ए यो यत्रो हुँदो रहेछ. यो वाला त मैले पनि अर्को कलरमा पर्पल र उयसमा पिङ्कमा. ऊ यहाँ छ ऊ. यही अब दिस इज माई थर्ड टाइम टु कम दिस प्लेस होइन. यहाँबाट मैले फुल पनि लगेको थिएँ. दिस इज हाउ इट लुक्स लाइक. देयर आर सो मच
succulent and rose. अब चाहिँ भ्लग यस्तो आउँछ कि लाइक सब्सक्राइब सबै गर्नु पर्यो ल उकालो उकालो कि तल हौ अम्बो हेर्नु नि के मजा सो हामी चाहिँ घुमिसकेको रोज गार्डन अब चाहिँ गएको थ्याङ्क यू फर वाचिङ बाई बाई